नियमावलीकै विषयले मात्रै हो। विशेष गरी नियमावली चाहिँ संविधानसँग बाजिएको कुरा थियो। नियमावलीमा चाहिँ विशेष अधिकार चाहिँ तपाईको संघीय कानून भन्दा माथि चाहिँ नियमावली चाहिँ लागू हुने विशेष कानून सरह हुने भन्ने विषयहरू थियो। सत्ता पक्षबाट पनि 4 वटा संशोधन परेको थियो नियमावलीमा है। हाम्रोबाट 35 वटा परेको थियो प्रतिपक्षबाट। अनि हामीले चाहिँ मैले चाहिँ के भनेको थिएँ भने यो संविधानमा पनि बाजिएको छ। एकदमै रिक्वेस्ट गरेर सभामुखज्यूलाई नियमावली भनेको त 5 वर्षको लागि हो। यो घरिघरि संशोधन गर्ने विषय हुँदैन। त्यही भएर तपाईले चाहिँ एकपटक यत्रो संशोधन आइसकेपछि समितिमा फिर्ता गराइदिनुस्। 2-4 दिन हामी त्यहाँ छलफल गर्छौं। यतिको डेमोक्रेटिक प्र्याक्टिस चाहिँ गरौँ। किनभने उहाँहरूको एकजना सागर ढकाल माननीयकै 56 वटा कुरामा संशोधन हाल्नु भएको थियो भनेपछि त्यो नियमावलीमा केही समस्याहरू छन् र भोलि हामी सबैको लागि हो त्यो नियमावली। त्यसैले त्यो सदनलाई गभर्न गर्छ। त्यसैले थप 2 दिन यसमा छलफल गरौँ भन्दाखेरि चाहिँ उहाँहरूले सभामुखले पनि त्यसमा हामीसँग समन्वय गर्नु भएन र फेरि संसद लानुभयो। हिजो जुन किसिमको घटनाबाट जस्तो प्रकृतिले संसद चलाइयो त्यो चाहिँ प्रतिपक्षको भूमिका पनि गलत छ हैन। हामी पनि विरोधमै थियौं। फेरि हामी त्यो सत्ता पक्षले ठीक गर्यो सभामुखले ठीक गर्यो भन्ने कुरामा होइन, गलतै थियो। हामी उभिएरै विरोध गरेको हो। तर अब पार्टीको आफ्नो निर्णय हुन्छ, विरोध गर्ने तरिका हुन्छ, त्यति मात्रै फरक हो। तर सभामुखज्यूले जुन किसिमले पेलेर लानुभयो त्यो चाहिँ कहिले गर्ने हो भन्दाखेरि जब अपरिहार्य पास गर्नुपर्नेछ। नीति कार्यक्रममा यस्तो भयो भने त्यसरी लाँदाखेरि अलिकति सुहाउँछ। तपाईको चाहिँ बजेटमा यस्तो घटना भयो प्रतिपक्षबाट भने त्यति बेला सुहाउँछ। तर यो एउटा सामान्य नियमावली जुन इतिहासमा धेरै पटक 5औं पटक 7औं पटक चाहिँ समितिमा पुनर्छलफललाई पठाइया छ र मुद्दाहरू गम्भीर थिए नि त। संविधान कसरी बाजिएको छ, संघीय कानून र विशेष कानूनको के हो त अर्थ भनेर यो कुरामा थप प्रष्टीकरण गरौँ भनेर जाँदाखेरि यति रिजिड हुनुपर्ने आवश्यकता थिएन। सदनमा चाहिँ अत्यन्तै दुःखद एउटा चाहिँ किसिमको प्र्याक्टिस भयो हिजो। त्यो जस्तो उहाँहरूले पेलेर जान खोज्नु भयो हैन, जानुभयो। तर तपाईहरुले अथवा भनौं त्यहाँ विपक्षी दलहरुको जुन खालको हरकत भनौं न, अब यो शब्द त्यो भन्दा पनि अरु कुनै शब्द छ भने भन्दा हुन्छ जस्तो लाग्छ है। व्यवहार हेर्ने हो भने है, त्यो खालको व्यवहारले चाहिँ हिजो सदनमै उठेको यो बाँदर व्यवस्थापन हैन, अब मान्यहरुको व्यवस्थापन गर्नुपर्ने चाहिँ तालिम अझै आवश्यक छ कि जस्तो देखिन्छ के भन्नुहुन्छ? मैले अघि नै भनिसके हिजो सदनमा जे भयो दुवै पक्षबाट यो दुःखद कुरा हो भन्न चाहन्छु। त्यति मात्रै भन्न चाहन्छु। अहिले भर्खर पनि हामी यो प्रतिपक्षीहरूको बैठक थियो। किनभने हिजो प्रधानमन्त्रीज्यूले आएर दिनुभएको अभिव्यक्तिमा हामीलाई अत्यन्तै ठुलो अब आपत्ति छ। किनभने